के हो त बडो टेन्सनमा देखिन्छ सकेटा होइन केही भएको छैन यार हे मुलाई भन्न म त तेरो साथी हो नि यार मुलाई भन् के भयो बिजुलीको बत्तीको पैसा तिर्नुपर्ने यार भोलिसम्म तिरेन भने लाइन काट्दिने अरे मसँग पैसा छन् त छ तर 500 रुपैयाँ पुगिराखेको छैन यार हे मुलाई त्यतिको लागि टेन्सन लिन्छ म आउँदा आउँदै म छैन मुला ला 500 रुपैयाँ थ्याङ्क यू यार तैँले धेरै ठुलो गुण लाग्छ यार ए छोड्दै हिँड जाउँ अब जाऊँ न त बेबी भन त म यहाँ सुशान्तसँग छु हेर न बिचराको बिजुलीको बिल तिर्नु पर्ने रहेछ भोलिसम्म 500 रुपैयाँ नपुगेर अनि त्यत्तिकै बसिरहेको रहेछ बिचरा भोलिसम्म तिरेन भने त लाइन काटिदिन्छ अरे बिजुलीको त्यही भएर 500 रुपैयाँ दिए भर्खरै ल हुन्छ ल म पछि गर्छु ल हट मलाई यस्तो कुरा पनि गर्लफ्रेन्डले सुनाउँछ यार तँलाई त सबै कुरा थाहा छ नि यार म गर्लफ्रेन्डसँग सबै कुरा सेयर गर्छु यार ल ठिक छ अब चाहिँ कसैलाई नभन है ल हुन्छ के छ यार जाउँ यार आज पनि हिजोको ठाउँमा गएर टुच्चा हान्नुपर्छ त ल यार जान त हुन्थ्यो नि यार मसँग 500 रुपैयाँ मात्रै थियो यार यसको फेरि घरको बिजुलीको बिल तिर्नु पर्ने रहेछ के भोलिसम्म नतिर लाइन काट्छ भन्यो बिचरा त्यही भएर यसलाई दिएँ यार म त यार ल यार त्यसो भने त ठिकै छ नि यार ल हामी लाग्छौँ अहिले है त हुन्छ साला पैसा दिएको यसलाई पनि सुनाइस् ए मलाई चुप लाग्ने तँलाई म सहयोग त गरेछु नि यार त्यो त हो अब चाहिँ अरूलाई नसुनाइ बेजत हुने भयो यार म बरु तेरो पैसा चाँडै दिउँला क्या ल टेन्सन नलि म सुनाउँदैन हो कसैलाई ओइ सुन न 500 रुपैयाँ छैन यार मलाई ल यारमा एकैछिन पहिला भनेको मसँग थियो नि यार मसँग 500 रुपैयाँ थियो भर्खरै यसलाई दिएँ यार बिचरा घरको बिजुलीको बिल तिर्न रहेछ भोलिसम्म तिरेन भने लाइन काटिदिन्छ अरे त्यही भएर भर्खरै यसलाई दिएँ यार साले 500 रुपैयाँ दिएको सबैलाई सुनाइस् ल तेरो 500 रुपैयाँ अरे यार यस्तो बेजत सुनाउनु भन्दा त बरु म अँध्यारै बस्छु अरे यार सुन्न यार ओए सुन्न गयो यार ल तँलाई 500 रुपैयाँ चाहिएको होइन साला भलाइको त जमानै छैन यार